फर्किनु जान्छ मिठो हुन्छ दालसाल छैन नि त सम्झेर जेमा पनि मिल्छ यो अरूमा त त्यतिकै लगेर मात्रै के गर्नु खै तिम्रो छोरा देखे नै नकिन्नु भन्दा मेरो बुढाले नानी बुढा लान्छ राम 60 भुत्रुकै बनाउने रहेछ नि 60ले त हामीले किनेका लानु कता छ पैसा पनि नि तपाईँको एउटा दाना निकै दाना छ है निकै दाना केमा थियो यहीँ थियो बाँधेको रहेछ मैले यति समातेर मात्रै नभएको यहाँ डालो पनि अरू किनेको सर्दम यहाँ एकछिन यहाँ आउनु पर्यो यहाँ रहेछ कति सानो हो दर्जन लानु न अनि आधी मात्र लान्छु यताको 2 लिनु न देखिन्छ है फोटो 30 रुपियाँको मात्र लान्छु 30 रुपियाँको भन्दा बरु 20 थपेर 30 थपेर लानु होस् आधी दर्जन मात्र लाने हो त्यही पनि पैसा पुग्दैन अहिले भने तरै हो होला 60 रुपियाँ दर्जन त्यही त खोइ त फिर्ता 50 रुपियाँ दिएको मैले 100 दिएको छु तपाईँले मेरो 50 लगिसक्नु भयो त्यहाँ मैले नि दिएको छु है 30 30 त मैले 100 दिएको नि त आधी दर्जन कति यही छ कुरा 20 रुपियाँ दिनु पर्यो 25 रुपियाँ कति हिँड केटो अब त्यो यताउता जङ्गलतिर जाने बाटो टेम्पो अब लेबर हाम्रो किनेको है छिटो आउनु हौ त्यो ढिलो गर्ने मान्छे रहेछ भने कि मुल्ला किनेको मुल्ला कसो दिनुभएको मुला अब धन्न त्यसले खुट्टा फर्काएर के लानु र अरू हिँड अब के नलानु कताबाट जाने
खाने खोर्सानी चाहिँ कसरी हो? 50 रुपियाँ 20 रुपियाँको दिनु आधी लानु नि 25 को होइन छान लान्छ छानेर त टोपी खानुलाई कति आउनु र 20 रुपियाँको छाने अरे 50 रुपियाँको त्यति राम 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 हजुर आलु 60 ले दिएको यो 50 होइन नदिने कतै ल्याउँदा रहेछ न तिनीहरूको यो हप्ता त बाहेक त के दोकानै जति हो त्यो 20 रुपियाँको छान्नु न अनि तपाईँ पनि 50 को त्यति आउँदा 20 को पनि त यति त आउँछ नि त हौ अनि त्यो मसिनो ठुलो साला खाला म त अनि टोकी खानुमा लानु पर्यो कस्तो छ कम्तीमा टोक्दा अलिक स्वाद आउने तालको खालको लानु न कति रुपियाँ केजी हो 400 बिसको त भइसक्यो त त्यति नै हो बिसको अनि कति आउँछ अलिक थप्नु नि त अनि आउँदैन त्यहाँभन्दा त राम 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 भुसुक्कै पार्नु हेरेछ बिजो भयो त्यहाँभन्दा आउँदैन अब कति आउँछ र बिसको यो त्यो आउँछ कि त्योभन्दा धेर वर्ष अब म त यत्रो यत्रो भयो नि त भन्नु अनि यत्रो यत्रो त अनि समय अनि हुनु परेन के को लागि यहाँ ल्याउनु त 20 को कहाँबाट भेट्टाइछ न बहिनीले फेरि ठिक्क मलाई टप हुने कानमा खेडी भट्ले भटे गरेको होइन होइन बहिनीलाई हेरिबस्ने कता बस्नु भन्छु यो मान्छे त खासै घर जानु मन गरेको लागेन त्यो बिकेको त यताबाट जाउँ त आऊ आज त बिक्री पनि नहुने हिँड भने पायो भन्दा चाहिँ यसो कतै बाटो तल्लोपट्टि फर्केर लु हिँड उता माथिबाटै आलु त कसो नानीहरूलाई खानेकुरा ल्याइदिनु है भन्दै के चाहिँ लगाउनु खानेकुरा नि लगिदिनु नि के खान्छ कोला चाहिँ नकिन्नु भन्दै थियो अनि कोलै नकिन्नु भन्छ अरू चाहिँ के खान्छ खोक्दै छ अरे कोला नकिन्नु अरे नदेखि खुलाइदिइहाल्नु नि मार्छ थाहा पाउनु पर्यो नि नानी नुहाइदिएको त भनेको छु नानी नुहाइदिएको भन्नु भने त त्यस्तै मलाई बनाउनु पर्छ छिटो हिँड न तिमी के खाना अलमल लिनुपर्छ सुति हिँड न छिटो हिँड्दै अलमल लिन्छ मलाई त बिहानै लाग्नु के किन्देऊ न त अनि खानेकुरा खिच्रिङ मिच्रिङ